यो हामीले भर्खरै रेडी गरेको यो जानुका दर्जी दिदीको यो घर रहेको छ। यो धरमपुर चोकदेखि अलिकति तलतिर रहेको छ है। तपाईँलाई पनि यस्तै खालको डेन पेन्ट गर्नु छ भने सदैव तपाईँहरूले सम्झन सक्नुहुन्छ है त। यो एक्सटेरियर फेसबाट चाहिँ एकदम बवाल देखिएको छ है त। तपाईहरुलाई पनि यस्तै खालको घरमा पेन्ट गर्नु छ भने हामीलाई सदैव सम्झाउन सक्नुहुन्छ। हामी चाहिँ मेची कलर हाउस एन्ड सप्लायर्सबाट रहेका छौँ। एकदम विज्ञ र दक्ष हामी जनशक्ति लाएर चाहिँ तपाईहरुको घर पनि यसरी नै हामीले डेन पेन्ट गरेर चाहिँ एकदम आकर्षक बनाउने जमर्को गर्दैछौँ है। हाम्रो चाहिँ यो धरमपुर झापामा एउटा ब्रान्च रहेको छ भने झिलझिलेमा हाम्रो मेन हेड अफिस रहेको छ है त। यस्तै प्रकारको घरहरू तपाईहरुले विभिन्न डिजाइन कलर डिजाइनमा गरेर चाहिँ तपाईहरुको पनि एउटा सपनाको साकार पुरा गर्न चाहनुहुन्छ भने चाहिँ सदैव हामीलाई सम्झन सक्नुहुन्छ। यो चाहिँ रहेको छ हाम्रो जानुका दर्जी दिदीहरुको घर रहेको छ। यो चाहिँ एक्सटेरियर फेसमा चाहिँ यस्तो देखाएको छौँ है। अब भित्रको कस्तो छ थोरै हेरौँ है त हामी। ल यसमा यो चाहिँ अब हामीले बाहिरको देखाइसकेपछि तपाईँलाई भित्रतर्फ लाँदैछौँ है त। यो चाहिँ हामीले टफन ग्लासको डिजाइन ठक्क यो हाम्रो इन्जिनियरहरूले गर्नुभएको छ भने अब भित्रको फेसमा हेर्छौँ है त। हाम्रो इन्टेरियर फेस हेर्छौँ है। यो भित्रको एनिमेसन तपाईँको ठ्याक्क एकदम एनिमेसन टायर रहेको छ। वालमा भनेको 10 इयर्स पेन्ट लागेको छ। सिलिङमा भनेको तपाईँको यो डुम लाइटहरू लागेर एकदम अट्र्याक्टिभ देखेको छ है त। भित्र यो यहीँबाट तपाईँको सिटिङ रुम रहेको छ। सिटिङ रुमबाट यो माथि तलाउने चढ्ने यो तपाईँको के भन्छ एउटा सिडी भएको रहेको छ। यसमा पनि तपाईँको ग्लासले एकदम एट्र्याक्टिभ देखिने गरी हामीले राम्रो बनाएको छ है त। एकदम बवाल लागेको छ यो घर चाहिँ है। यस्तै प्रकारको घरहरू बनाउँदाखेरि तपाईँलाई डिजाइन डेकोरेसन तपाईँको जिप्सम फल्सिङ पेन्ट गर्नु परेमा हाम्रो टुक्क बायोमा दिएको नम्बर छ, त्यहाँनिर हजुरहरूले सम्झाउन सक्नुहुन्छ। हस् त, थ्याङ्क यू है त।